नमस्ते। अस्ति यो चुनावको मुखमा आएर बीबीसीले एउटा डकुमेन्ट्री 23 भदौ 23 र 24 गतेको आन्दोलन तथा विध्वंसको डकुमेन्ट्री निकालिसकेपछि हाम्रो नेपालमा हरेक व्यक्तिले आफ्ना आफ्ना विचारहरू राख्ने क्रममा प्राय जसोको विचारमा विदेशी चलखेल, विदेशी इसारामा भएको आन्दोलन यावत कुराहरू आए। मलाई यसमा एक दुईवटा जिज्ञासा लाग्यो। यदि त्यो आन्दोलन विदेशी इसारामा थियो भने त्यो आन्दोलनलाई या विदेशी इसारालाई समाप्त गर्ने हामीसँग दुईटा अप्सन थिए। पहिलो अप्सन 23 गते बिहानै सामाजिक सञ्जाल खोलिदिने, त्यो हुने बित्तिकै आन्दोलन साम्य हुन्थ्यो, विदेशी इसारा जिल्ला पर्थ्यो। दोस्रो अप्सन आन्दोलन भइसकेपछि पनि गोली नचलाउने, बच्चा नमार्ने। यी दुईटै काम नगरिदिएको भए विदेशी इसारा जिल्ला पर्थ्यो। अब यहाँनिर नमारेको भए पनि संसदमा जल्थ्यो भन्ने किसिमको काल्पनिक कुरा नगर्नु होला। यदि त्यस्तो गर्नुहुन्छ भने त्यसलाई कुतर्क भनिन्छ। किन हुन्थ्यो वा हुन्थेन थाहा छैन, तर हुन्थ्यो होला भन्न मिलेन। यी दुईवटा विदेशी चलखेललाई रोक्ने अप्सन हुँदाहुँदै हामीले नरोक्नुको मतलब सरकार र सुरक्षा निकायलाई पनि विदेशी इसारामा परिचालित गरियो भन्ने बुझ्नु पर्यो। यदि सबै क्षेत्र विदेशी इसारामै चलेको हो भने नेपाल असफल राष्ट्रमा परिणत हुँदैछ। नेपाललाई असफल राष्ट्रबाट जोगाउनको लागि कुनै वादी, कुनै तन्त्र या सबै चिज एक मिलेर कुनै एउटा यस्तो संस्थासँग सहकार्य गरौँ जुन संस्थासँग सहकार्य गर्दा विदेशी चलखेल नेपालमा घट्दै जान्छ। त्यो हामीले विगतमा देखेको कुरा हो। त्यसकारण आफूलाई राष्ट्रवादी भन्ने या राष्ट्रप्रति माया मोह राख्ने व्यक्तित्व संस्थाहरू हुनुहुन्छ भने कुनै पनि सम्झौता गरेर असफल राष्ट्रको सूचीबाट माथि ल्याउनको लागि या असफल राष्ट्र हुन नदिनको लागि नेपाललाई सहकार्य गर्नुपर्छ भन्ने मलाई लाग्छ र गर्नु पनि पर्छ। अन्यथा यताबाट घुमाएर होस् उताबाट घुमाएर होस् या जसरी मिलाएर होस् असफल राष्ट्र बनाउनुमा तपाईहरू तन्त्र या वादीहरू जसको पनि भूमिका छ भन्ने कुरा म प्रष्ट बुझ्छु र सबैले आम समुदायले यो बुझ्छन्। अब चुनावको सन्दर्भमा पनि चार कुरा भन्न मन लाग्यो। दुईटा रमाइला पक्ष, दुईटा यत्तिकै। नम्बर 1, यो चुनावको सबभन्दा रमाइलो पक्ष पुराना पार्टीका कार्यकर्ताहरू सबभन्दा बढी पीडित। किन भन्दा उनका नेताहरूले कुनै राम्रो काम गरेकै छैन जसलाई लिएर जनताको अगाडि जाउन्। न पार्टी छोड्न सक्छन् न नेता छोड्न सक्छन्। उनीहरूलाई राम्रो भन्नको लागि दिनमा हजारौँ झुटा बोलेका छन्, झुटा बोलेको बोलिन्छन्, झुटाको लागि नयाँ नयाँ फन्डा बनाउन आफ्नो दिन त्यसैमा व्यतीत गर्छन्। जसले गर्दा बाको कुरा छोरा, छोराको कुरा बाले नमान्ने कन्डिसन आयो। यो चुनावको रमाइलो पक्ष एउटा। अर्को रमाइलो पक्ष पुरानो नेतृत्वको छायामा अहिलेका केही या पुराना आफूलाई विकासवादी, प्रजातन्त्रवादी, लोकतन्त्रवादी, समाजवादी, जे वादी भन्नेहरू पनि यसरी हराउँदा रहेछन् कि लामो समय त्यो नेतृत्वको मातहतमा बसेका भएर होला उसको उपस्थितिमा उनीहरूको सम्पूर्ण वाद हराएर उसैको पछि जाने। त्यो एउटा रमाइलो पक्ष देखेँ। अब कस्तालाई मतदान गर्ने त भन्दाखेरि नेताहरू हाम्रै समाजमा हुन्छन्। हाम्रै समाजमा उसको मेन्टालिटी हामीलाई थाहा हुन्छ, लामो समय सङ्गत भएको हुन्छ, कस्तो मानसिकताको हो त्यो बुझेर मानव जीवनमा प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य शिक्षा क्षेत्रमा उसको चेतना कतिको छ यो बुझेर मतदान गर्नु होला। हुन त कुनै कुनै मान्छेले आफ्नो सीमित लाभ हेर्छन् या आफ्नो सीमित स्वार्थ हेर्छन्, तर हामीले हेर्दाखेरि समस्त समाज तथा देशको स्वार्थ हेरेर मतदान गर्नुपर्ने हुन्छ। सबै पार्टीमा पुराना नराम्रा र नयाँका सबै राम्रा भन्ने हुँदैन। उता पनि राम्रा हुन सक्छन्, यता पनि नराम्रा हुन सक्छन्। त्यो हामीले हाम्रै समाजभित्र बसेका हुनाले जजमेन्ट गर्न सक्नुपर्छ कुन व्यक्ति राम्रो छ भन्ने। त्यसरी मतदान गरेर आयो भने अवश्य पनि 5 वर्ष थाई सरकार टिक्छ र देशमा हिजोभन्दा आज केही न केही प्रगति र विकास हुन्छ भन्ने मलाई लाग्छ। पुराना टेस्टेडहरूलाई त दिँदै नदिनु होला, किनकि उनीहरूले राम्रो गर्ने भए गरिसक्थे, अब गर्दैन। अब अन्तिम कुरो के हो भने 5 वर्ष थाई सरकारको सन्दर्भमा अहिलेसम्म 5 वर्ष थाई सरकार पनि भएको छैन र सरकारकामा गइसकेपछि कुनै पनि पार्टी नफुटेको इतिहास छैन। त्यही भएर अब नयाँ आउनेको पनि त्यही अवस्था नहोस्। इनकेस त्यो नहोला भन्न चाहिँ सकिँदैन। किन भन्दा विगतको नजिरले त्यही देखाएको हुनाले अब 2-2.5 वर्षपछि फेरि यस्तै चुनाव भयो भने अहिलेका व्यक्तिहरू पनि टेस्टेड हुनुहुन्छ र आफू राम्रो गर्न सक्छु भन्ने विश्वास भएको मान्छेले अहिलेदेखि नेतृत्वको तयारी गर्दा उत्तम हुन्छ। जो समाजमा जो हुनुहुन्छ भरसक
मैले कल्पना गरेको अवस्था नआओस्। 5 वर्ष स्थिर सरकार होस्, कुनै पार्टी पनि नफुटुन् र देशले समस्त विकासको फड्को मारोस्। त्यस्तो नहुनु भनेको मेरो घोर निराशावादी विचार हो। 2 वर्षमा पार्टी फुट्छन्, फेरि चुनाव हुन्छ, अर्को आउँछ भन्ने विचार चाहिँ निराशावादी विचार हो। यस्तो नहोस्। जय देश, जय नेपाल।